पशुपतिनाथ मन्दिरमा एउटा अनौठो दृश्य देखिएको छ। उक्त दृश्यमा केही महिलाहरू भूत जस्तै बनेर डुलिरहेका छन्। उनीहरूको अनुहारमा कालो र सेतो रङले पोतिएको छ भने केहीले वस्त्र लगाएका छन् त केही भने लगभग नग्न अवस्थामा नै छन्। यसरी फरक र डरलाग्दो तरिकाले उनीहरू पशुपति परिसर वरिपरि डुलिरहेका छन्। पशुपति दर्शन तथा घुमघाम गर्न गएका भक्तालुहरू यो दृश्य देखेर अचम्मित भएका छन्। हाल भने किन उनीहरू यसरी डुलिरहेका छन् त? यो प्रश्नको जवाब हामीले मात्र होइन, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि खोजिरहेका छन्। कसैले चाहिँ यो कुनै चलचित्रको प्रमोसन हुन सक्ने बताएका छन् त कसैले कुनै समुदायको प्रचलन हुन सक्ने प्रतिक्रिया दिएका छन्। जे होस्, हाल पशुपतिमा देखिएको यो रोचक दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तपाईलाई चाहिँ कस्तो लाग्यो यो दृश्य र किन यसरी उनीहरू घुमिरहेका होलान् त? आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला।